यदि हामी 72 घण्टासम्म केही खाएनौँ भने हाम्रो बडीमा के हुनेछ? अब जानौँ। यो सबैले गर्न सक्छन् भने पक्कै छैन, तर यस पछाडिको साइन्स भने एकदमै धेरै इन्ट्रेस्टिङ छ। सबसे पहिला 12 देखि 24 घण्टाको समय अवधिभित्र तपाईँको बडीमा जति पनि सुगर छ त्यसलाई युज गर्नेछ। सुगर तपाईँको जो ब्लडमा छ र सुगर तपाईँको लिभरमा स्टोर भएर बसेको छ। जब यो युज भइसक्छ त्यस पछाडि तपाईँको बडीले इनर्जी तपाईँको फ्याटबाट लिन सुरु गर्दछ। 24 देखि 48 घण्टाभित्र तपाईँको बडी किटोसिसमा पुग्नेछ। यसको मतलब जति पनि इनर्जी तपाईँको बडीले युज गर्नेछ त्यो सबै तपाईँको फ्याटबाट लिनेछ र जब इनर्जी फ्याटबाट आउँछ त्यस पछाडि हाम्रो बडीले किटोसिस बनाउनेछ र यो किटोन्सको कारण तपाईँको बडी फ्याट बर्निङ गर्नेछ अनि तपाईँलाई मेन्टल क्ल्यारिटी मिल्नेछ। अब 48 घण्टादेखि कहानी बदलिनेछ। 48 देखि 72 घण्टाभित्र तपाईँको बडी अटोफिजीमा पुग्नेछ र यो समयमा सारा बडी क्लिन हुन सुरु गर्नेछ। पुरानो डेड सेल रिमुभ हुन्छ र तपाईँको बडीको इन्फ्लामेसन कम हुन सुरु गर्दछ र साइन्सले पनि यो सो गर्छ कि अटोफिजीको कारणले क्यान्सरको रिस्क पनि कम हुनेछ, विभिन्न रोग लाग्न सक्ने चान्सेस पनि कम हुनेछ र एन्टी एजिङ पनि हुनेछ र तपाईँले पनि 24 घण्टा भन्दा माथि फास्टिङ गर्नुभएको छ? यदि गर्नुभएको छ भने कमेन्टमा लेख्नुहोस् कि कस्तो फिल गर्नुभयो।